यस्तो लाग्यो म बेखबर मृत्यु मर्दैछु। अवचेतन मनले आमासँग बिदाई माग्यो। आँखामा पातलो पर्दा लागे चाहिँ दृश्य धमिलो थियो। त्यही परिदृश्यमा कालो छाया देखा पर्यो। त्यसले मलाई झकझकायो। लगातार छाती थिच्न थाल्यो। गालामा चड्कन हान्यो। मुर्झाउँदै गएको दिमाग एकाएक खलबलियो। परेला र गालाको मासु कापेसँगै झट्ट आँखा खुले र दृश्य सङ्लियो। ओहो ओहो, म अन्तै थिएँ। कुरुक्षेत्रको कुनै नाम निशान थिएन। म एक अत्याधुनिक कोठामा थिएँ। सामान्य सेतो पोसाक लगाएको मानिस ठिङ्ग उभिएको थियो। उसको काँधमा कालो डोरी झन्डिएको थियो। उसको छेउमा एक सुन्दर युवती थिए। उसको पहिरन पनि सेतै थियो। म माथिको अस्वाभाविक हकीकत देखेर तर्सिएँ। झटपट उठेँ, शरीर छामछाम पारेँ। मेरा अङ्ग सकुशल थिए। चुटकीभरमा मेरो संसार बदलिएको थियो। त्यो समय म भाव शून्य र विचार शून्य भएको थिएँ। दिमागले काम गर्न सकेन र बेहोसीमै त्यहाँबाट भाग्न खोजे। सेतो पोसाकधारीले मलाई तुरन्तै नियन्त्रणमा लिए। एकछिन रसाकसी नै भयो। उनीहरूले बल्ल तल्ल मलाई पेटमा पल्टाए। म रुन बरबराउन थालेँ। आमा ठाउँ जान देऊ, आमा आमा। म उठ्न खोजिरहेको थिएँ। उनीहरू मलाई बेडमै थिचिरहेका थिए। त्यसबीच महिलाले तीखो सुई मेरो पाखुरामा कोप्न भ्याए। त्यसपछि बिस्तारै मबाट तागत हराउँदै गयो। पल परेको गुब्बाराबाट हावा हराउँदै गए चाहिँ म शिथिल हुँदै गएँ। आँखाबाट उज्यालो फुत्किँदै गयो। शक्तिहीन भएर बेडमा लत्रिएँ। बेहोस नहुँदासम्म मनको सङ्घर्ष कायमै थियो। सायद केही घन्टा बित्यो, हुनसक्छ दिन बित्यो, रात बित्यो। म स्पष्ट थिइनँ। यसपटक सामान्य तवरले बेहोजिएँ। उनै पुरुष र महिला अघिल्तिर थिए। उस्तै थियो सेतो आभूषण। यसपटक डाक्टर र नर्सलाई सजिलै चिने। डाक्टरको काँधको स्टेथोस्कोप कुनै डोरी जस्तो लागेन। स्टेथोस्कोप पनि चिने। आफू हस्पिटलमा रहेको सहजै महसुस गरेँ। कुन हस्पिटल, कहिलेदेखि सम्झन खोजेँ। सकिनँ। घरि लाग्यो म वर्षौँदेखि यही हस्पिटलमा छु। घरि केही साता भएको अनुमान गरे। सम्झने कोसिसले झनै अलमलमा पारेको थियो। कुनै सपनाले त्यसरी जीवन्त बाँधेकोमा अचम्म लागेको थियो। खासमा म टुहुरो मान्छे। मैले आमाको अनुहार फोटोमा समेत देखेको छैन। त्यस्तो अप्राकृतिक सपनालाई विपना ठानेछु। अझ आमा भन्दै बरबराएको सम्झिएर कसो कसो शरम लाग्यो। लक्काटे पूर्वजन्म हुन्छ भने पक्कै म बबन कुमार होइन, बिर्दोज थिएँ। डाक्टरलाई सोधेँ। बेच्नुदा समेत आफूलाई कुरुक्षेत्रमा ढलेको सैनिक ठाने। सपनाले कसरी हिप्नोटाइज गर्न सक्छ थाहा छ। मैले तपाईँहरूलाई पनि चिनेन। डाक्टर मुसुक्क मुस्कुरायो, मानौ ऊ मेरो रहस्य जान्दछ। डाक्टरले जिस्किएको लवजमा जेरी जस्तै जेलिएको कुरा गर्यो। जीवन सपनाहरूको तह हुन सक्छ। भ्रमै भ्रमको सयौँ तले महल हुन सक्छ। के थाहा तिमी त्यहाँ सुत्यौ र यहाँ भ्याउज्यौ कि यहाँ सुतेर कतै अन्तै भ्याउजेनै हो कि। उसको उल्झेको कुरा बुझ्न खोज्दै थिएँ। त्यसैमा थप्यो, मसँगको सपना घटना केवल सपना हो कि, अथवा म तिम्रो सपनामा छु कि, वा तिमी मेरो सपनामा छौ कि। वास्तविकता कोही जान्दैन। यही जीवन हो। धत, उसको वा र अथवाले दिमाग रन्थनियो। उसको दर्शनले जीवन, जगत, पदार्थ हरेक जीवमाथि शङ्का उत्पन्न गर्थ्यो। त्यस्तो अत्याचारयुक्त तवरले कसैले सोच्न सक्छ? ल मानौ सोच्न सक्छ, तर यसरी सुनाएर ऊ आफूलाई के साबित गर्न चाहन्छ? मैले पनि उसैको भाषामा थपेँ। हामी दुवै यी नर्स नानीको सपनाका पात्र पनि हुन सक्छौँ, होइन? नर्स लजालो मुस्कान मुस्कुराई। डाक्टर भने केही गम्भीर भन्यो। स्पष्ट थियो ऊ मेरो सपनालाई सपना भन्न चाहिरहेको थिएन। बबनजी, सपना र विपना दुई ध्रुव हुन्। त्यसबीचमा अनगिन्ती कुरा छन्, अनगिन्ती दृश्य हुन्छन्, कैयौँ संसार हुन सक्छन्। त्यो कुनै त्यस्तै दृश्य थियो कि? उसो भए त्यो सपना थिएन अनि विपना पनि थिएन? हुनसक्छ। बडो लापरवाहीका साथ उसले भन्यो, हुनसक्छ। एक शब्द कहिले कसो प्रश्नको समाधान हुन सक्ला, तर हुनसक्छ आफैमा दुधारे शब्द त्यसले जिज्ञासा शान्त पार्न सक्दैन। सक्दैन।
लगत्तै डाक्टरले मेरो आँखाका ढकनी तन्कायो। आँखामा यसरी हेऱ्यो कि ऊ मेरो भित्रैसम्म च्याउन सक्छ। आँखामा उसले के देख्यो अनि के टिप्यो डायरीको पानामा खरर। देख्नुभयो? के हेर्नुभएको? हुसुक्क मुस्कुरायो। आँखा के रहेछ आँखामा? आँखामा के हुन्छ नानी? आँसु पनि त हुन्छ। हो हुन्छ। अनि आँसुमा के हुन्छ? डाक्टर एकैछिन सोचमग्न भयो। माथि सिलिङतिर हेऱ्यो। मेरो गाला थपथपायो। आँसुमा धेरै थप पो हुन्छ। वाटर, ग्लुकोज, युरिया, सोडियम, पोटासियम। मेरो जिकिर भिन्न थियो। आँसुमा सम्वेदना पनि त हुन्छ। बिछोड, पीडा, आवेग, संवेग, सम्झना सबै हुन्छ। एक किसिमले। तपाईँ आँखा तन्काई मुटुसम्म चियाउन सक्नुहुन्छ? सक्दिनँ। एक्सरे गरेर सक्छु। एक्सरेमा पीडा र दुःखको मात्रा देखिन्छ, रोग मात्र देखिन्छ। हाम्रा दृष्टिकोण विपरीत रहेछन्। त्यसैले धेरै बोल्नु उचित थिएन। डाक्टरलाई नअल्झाई एकरो जाँच्न दिए। उसले मेरो रक्तचाप, शरीरको तापक्रम, अक्सिजनको मात्रा आदि जाँच्यो। कपीमा खर्र लेख्यो र क्याबिनबाट बाहिरियो। म बेडबाट उठेँ। छेउैको भित्तामा ऐना थियो। ऐना सामु उभिएँ। आफैलाई देखेर दिक्क लाग्यो। मलाई यो कटुवा पिस्तोल जस्तो तीखो खाप्चो मन पर्दैन। हड्डी बाहिर उछिटिएका छन्। नाक र गालामा पोतो छ। निधारको देब्रेतिर खोबिल्डो देखिन्छ। घाउका ससाना दागको हिसाब किताब छैन। पहिले म यस्तो थिएन। मेरो समयको सरगम यस्तो थिएन। मेरो अनुहारमा एउटै दाग थिएन। मुडुलो टाउकोमा ध्यान गयो। धेरैजसो रौँका टुसा सेता भइसकेका रहेछन्। मनमा आउने उमेरको हिसाब गरेँ। 50 पुग्न 2 वर्ष बाँकी रहेछ। उमेरलाई व्यवस्था गरेर निच्च पारे र ध्यान दिएर दाँत हेरेँ। चुरुटको असरले दाँत पहिला देखिन्थ्यो। आफूले लगाएको कुर्ता हेरेँ। कुर्ता कालो रङको थियो, जसमा मसिना सेता धर्सा थिए। देब्रेतिर पहेँलो अक्षरमा नाम लेखिएको थियो, कुनै कैदीको कैदी नम्बर जस्तै। अङ्ग्रेजी लिपिका ती अक्षर ऐनामा उल्टा देखिन्थे। मनमनै पढेँ, BAN भवन। आफ्नै नाम पढेर खित हाँसेँ। कतै नर्सले मैतिर हेरिरहेकी छ कि? हाँसो रोकेर नर्सतिर फर्किएँ। ऊ आफ्नै धुनमा क्याबिन मिलाउँदै थिए। त्यसवखत नर्स टेबलका किताब र्याकमा खोज्दै थिए। उसको हातमा हिन्दू ग्रन्थ, महाभारत र बौद्ध ग्रन्थ त्रिपिटक थियो। अड्कल काटेँ। मेरो सपना किताब पढ्दाको असर थियो सायद। नर्सलाई भिन्न कुरा सोधेँ। मलाई यहाँ कसले ल्यायो? किन ल्यायो? उसको स्वर बिछट्टै मिठो थियो। तपाईँ बिरामी हुनुहुन्छ कि? आफ्नै निधार छामेँ। ज्यान झकझकाएँ। 2-3 पटक उफ्रिएँ। बिल्कुलै मलाई बिसन्चो छ लागेन। होइन, मलाई के भएको छ? म तन्दुरुस्त छु। ग्रेनेड बम पनि सलिफा जस्तै देखिन्छ। खाउँ लाग्ने। रोग पनि मानिसभित्र बारुद जस्तै लुकेको हुन सक्छ। त्यो हेर्दैमा नचिनिन सक्छ। निष्क्रिय भए त ठिक छ, पड्क्यो भने ज्यान गयो। रोग पड्किन दिनुहुन्न। बुझ्नुभयो? नर्स खेत हाँसे। मलाई त्यस्तै खतरनाक रोग छ र? मेरो स्वर भाँसिएको थियो, तर नर्सको मुहार उस्तै थियो, फ्लोरेन्सेन्ट बल्ब जस्तै चम्किलो। उसले उस्तै मोहक लयमा सुनाए, मलाई त्यति धेरै थाहा हुन्न। भोलि डाक्टर आएपछि सोध्नु होला है। यति भनेर नर्सले पनि क्याबिन छाडी। क्याबिन तारे होटलको कोठा जस्तै थियो। क्याबिनसँगै स्नान कोठा र शौचालय जोडिएका थिए। कोठाको देब्रे कुनामा कम्प्युटर थियो। टेलिभिजन, सोफा, किताब र्याक, लेखपढका लागि राखिएको टेबल आदिले हस्पिटलको झल्को दिन्न थियो। पानी जारदेखि फोनसम्मको सुविधा थियो क्याबिनमा। भुइँमा निलो जुट कार्पेट थियो। भित्ताहरू घिउ रङका थिए। साततारे हस्पिटल प्रतीत हुन्थ्यो त्यो। बेड नजिकै हरिया भित्तावाला चप्पल थिए। तिनै चप्पल लगाई बाहिर फराकिलो करिडोर थियो। करिडोरको भुइँ सेतो मार्बलको थियो र करिडोरको किनार पारदर्शी सिसाले सिल गरिएको थियो। दायाँ बायाँ हेर्दा आँखाले नभ्याउने गरी अनन्त लामो थियो करिडोरको लम्बाइ। मेरो जस्तै कुर्तामा दर्जनौँ महिला पुरुष हिँडडुल गर्दै थिए। तिनीहरू म जस्तै मुडुला थिए। सबै आआफ्नै तालमा देखिन्थे। नर्स र डाक्टरको आवाज चाल छिटपुट थियो। म करिडोरको किनारमा गएँ। सिल गरिएको सिसामा कान दलेर जमिनतिर हेर्न खोजेँ। भवनको पल्लो ब्लक मात्रै देखियो। आकाशतर्फ हेर्न खोजेँ। आँखामा भवन नै ठोक्कियो। कस्तो भने हस्पिटल दर्जनौँ ब्लकमा फैलिएको थियो। झ्याल करिडोर वा कुनै बाल्कनीबाट हेर्दा हस्पिटलको अर्को ब्लक मात्रै देखिन्थ्यो। ती ब्लक आपसमा जोडिएका थिए।
र एक अर्काबीच त्यस्तो फराकिलो दूरी थिएन। त्यसैले कतिौँ तलामा छु भनेर कसैले जान सक्दैन थियो। सबै भवनको आकार र बनावट एक नासको देखिन्थ्यो। भवनको बाहिरी भाग रातो थियो, जताबाट हेरे पनि त्यही रातो मात्रै आँखामा ठोकिन्थ्यो। त्यहाँ उभिँदै गर्दा मेरो नजर पल्लो भवनको तल्लो तलामा गयो। त्यहाँ स्ट्रेचरमाथि रक्ताम्य घाइते देखेर वार्ड एटेन्डेन्ट दौडिँदै थिए। डाक्टरहरू बेग्लै हताशमा देखिन्थे। घाइतेहरू पीडाले रन्थनिएको देख्न सकिन्थ्यो, तर सुन्न सकिन्थेन। मैले घाइतेको सङ्ख्या गर्न खोजेँ। 1, 2, 3, 4 हजार नाग्दा मात्रै घाइतेहरूको चहल पहल रोकियो। के भएछ? सहरमा फौजी आक्रमण त भएन? सपनाको कुरुक्षेत्र मस्तिष्कमा नाच्यो। ठिक त्यही समय मेरो काँधमा कसैले हात राख्यो। जससँग भए चिर र चिच्याउन पुगेँ। उसको विपरीत धकेलिएर पछाडिबाट फर्किएँ। त्यतिन्जेल मेरा औँला र गोडा काट्न थालिसकेका थिए। त्यहाँ चन्द्रकला मोटी थिए। त्यो अतवैस्यामै मेरो घरबाट आउटबाट तर्साई देखेर चित्का छाड्दै थिए। चन्द्रकला अलि मोटी थिए। मोटोपनाले उसको गर्दन निलेको थियो। कुममा सोझै टाउको राखे जस्तो देखिन्थ्यो। त्यसमाथि मुडुलो टाउको। पहिलो भेटमा उसँग मलाई घिन्नै लागेको थियो। आगलागीमा बचेको घरको भित्ता जस्तो कुरूप थियो उसको अनुहार। मेरो अनुहार मक्किएको कटुवा पिस्तोल हो भने उसको ख्याले जीर्ण भइसकेको भरिवा बन्दुक जस्तो नाल समेत भाङ्गिएको छ। उसलाई देखाउन पल्लो भवनको करिडोरतर्फ हेरेँ। त्यहाँको करिडोर शान्त भइसकेको थियो। म बोल्न पूर्व उसले आँखाका दुवै परेला उचाल्दै सुनाई, रोमाञ्चक भावमा, भवन, थाहा छ, मेरो झ्यालबाट चराको प्वाँख सिरो। सायद यो हस्पिटलबाट स्वतन्त्र हुने लक्षण हो, पन्छी समान। कोठामा प्वाँख सिर्नु अचम्मको कुरा होइन। कुनै पक्षीको प्वाँख हुत्तिँदै सन्तुलन मिलेर बस्यो होला। तर मेरो मनमा चिलगिद्धको छाया नाच्यो र तारिँदै सोधेँ, कतै त्यो कुनै चिलगिद्धको प्वाँख त होइन? खै, त्यो त मलाई के थाहा। उसले खल्तीबाट खैरो र कालो रङमिश्रित प्वाँख चिक्की। मैले तुरन्तै समाएँ, आँखा चिम्लिएँ, ध्यानसँग सुँगेँ। छ्याङ्ग भए, चिलकै प्वाँख हो। यस्तो लाग्यो कुरुक्षेत्रमा मेरै छातीमा बसेको चिलको प्वाँख हो त्यो। त्यसपछि म उसको क्याबिनतिर उत्तिएँ। सरासर उसको क्याबिनको झ्याल छेउ गएँ। झ्यालका कुना नापेर आकाश हेर्ने कोसिस गरेँ। मलाई अनौठो शङ्काले गाजेको थियो, कतै आकाशमा चिलगिद्धले राखिएको त छैन। केही मिनटको कोसिसपछि आकाशको टुक्रो देखियो। बायाँ छेउको तल्लो कुनाबाट दायाँ छेउको माथिल्लो कुनामा हेर्दा सानो आकाशको टुक्रा देखिँदो रहेछ। म ढुक्क भएँ, चिलगिद्धले आकाश छोपिएको छैन। चन्द्रकला मलाई पछ्याउँदै त्यहाँ आइसकेकी थिए। उसले सोधी, के गरेको? मैले माथि घटेको घटना र प्वाँख खस्नुको संयोगबारे बताएँ। आफ्नो शङ्का सुनाएँ। उसलाई त्यो अनौठो लागेन। उल्टै मलाई अनौठो लाग्ने कुरा सुनाई। कुरा हिजो साँझको हो। तिमी महाभारतको स्त्री पर्व सुनाउँदै थियौ। गान्धारी रणभूमिमा गइरहेको व्याख्या गर्दै थियौ। याद आयो? ध्यान दिएर सम्झन खोजेँ, सकिनँ। कहिलेकाहीँ मलाई केही याद रहँदैन। अरूले सम्झाएपछि सम्झिन्छु। कहिले त्यो पनि हुँदैन। याद नआए पनि मुन्टो हल्लाएँ। अनि तिमी एकाएक खै के भयो? भुइँमा ढल्यौ, नबुझिने गरिबर बनाउन थाल्यौ। मलाई आमा भन्यौ। अनि मैले डाक्टरलाई बोलाएँ। कतै म पूर्वजन्ममा महाभारतको योद्धा त थिइनँ। मेरो आंशिक आत्मा धरतीमा तडपिरहेको त छैन। मैले सङ्गत गरेको मान्छे कुनै जन्ममा सैनिक भएको नहोस्। उसले सास फेर्दै थपी। यस्तै हुन्छ भनेर मैले गम्भीर किताब पढ्न छाडिदिएँ। मलाई त कमिक्स नै पढ्दा रमाइलो लाग्छ। उसले टेबलबाट कागको गीत नाम गरेको पुस्तक उठाएर मतर्फ फर्काई। मलाई त्यसको आवरणले नै हाँसो उठ्यो अनि जिस्किएँ। हे, कागको गीत कस्तो हुन्छ? उसले दुवै ओठ पुक्क पारेर उठाई। कहाँ दुवै खुट्टाले भुइँ छाड्दै उफ्रिए, बुरुक। त्यसो गर्दा कुनै काले सुँगुर नै उफ्रिए जस्तो देखिए। अझ त्योभन्दा पनि कुरूप देखिए। उसलाई होच्याउने दुर्भाव मनमै राखेँ, मात्र खितखिताएँ। हे। डाक्टरले त्यो सपना होइन भन्नुको कारण कता मेसोमा आयो। भड्किलो अड्क लगाएँ। महाभारत पढ्दा कतै मैले आफैलाई त्यसको पात्र महसुस गरेँ कि वा विर्दुषको आत्मा त्यो ग्रन्थका पानाहरूमा तडपिएको छ कि? त्यसैले मलाई समायो कि? चन्द्रकलाले पानीको ग्लास दिँदै मेरो मनोभाव भङ्ग गरी, धेरै नसोच। डाक्टरले भनेको आवश्यकताभन्दा बढी सोच्यो भने आफैमाथि पनि शङ्का उठ्छ। प्रत्येक दृश्य र आवाजमाथि शङ्का लाग्छ। यति मधुरतासँग भने कि उसको अनुहार समेत प्यारो लाग्यो। उसको कुरामा सहमत देखिए जस्तो गरिदिएँ। तर मभित्र उसले सुनाएको कुरामाथि पनि शङ्का थियो। के थाहा, ऊ डाक्टरसँग मिलेकी छ कि मेरो सपनालाई असपना बनाउने चाल हो कि के थाहा।